दुनियाँमा प्रयासहरूको कुनै मूल्य हुँदैन। मूल्य हुन्छ त केवल जितहरूको। जितहरूले प्रयासका सबै कथाहरू ओझेलमा पारिदिन्छन्। यो कुराले कहिल्यै महत्त्व राख्न पाउँदैन कि त्यो प्रयासमा तपाईँले के हार्नुभयो, के गुमाउनुभयो। सबै जितको अबिरको धुलोमा रुमल्लिन्छन्, उतै हराउँछन्। खैर, दुनियाँमा सबै कुरा पाइँदैन। पाएका सबै कुरा आफ्ना पनि हुँदैनन्। पाएका जति सबै कुरालाई आफ्नो बनाउन खोज्दा मान्छे हरेक पटक हार्छ, हरेक पटक दुख्छ, पत्र पत्र टुक्रिन्छ। र त्यही काटिएका टुक्रिएका ती टुक्राहरूलाई जोड्दा जोड्दै सकिन्छ एउटा कथा, एउटा जीवन, एउटा प्रयास। अनि मैले भनिसकेँ, जीवनमा प्रयासहरूको कुनै मूल्य हुँदैन। मूल्य हुँदो हो त हरेक पटक हारिने दौडमा जित्नेहरूका लागि ताली नबज्दो हो। प्रयासको महत्त्व हुँदो हो त हरेक पटक असफल हुने परीक्षामा प्रथम हुनेहरूका लागि ताली नबज्दो हो। एउटा यस्तै प्रयास मान्छेले आफ्नो यौवन अवस्थामा गर्छ, कसैलाई नजिक बनाउने प्रयास। जानेर नजानेर, चाहेर नचाहेर, खै कसरी हुन्छ। तीमध्ये कति प्रयासहरू कहिले सफल हुन्छन्, कहिले ती प्रयासहरू प्रयासमै सीमित रहन्छन्। तिमीलाई के थाहा कि डढेको छ कहाँ ज्वाला बलेको छ। तिमीलाई के थाहा कि डढेको छ कहाँ ज्वाला बलेको छ। कसरी उभिएको छु शरीरको कुन अङ्ग गलेको छ। तिमीलाई के थाहा के डढेको छ कहाँ ज्वाला जलेको छ। कसरी उभिएको छु शरीरको कुन अङ्ग गलेको छ। तिमीले त शब्द छाम्यौ चिसो छ भनेर फर्किगयौ। तिमीले त शब्द छाम्यौ चिसो छ भनेर फर्किगयौ। तिमीलाई के थाहा के डढेको छ कहाँ ज्वाला जलेको छ। कसरी उभिएको छु शरीरको कुन अङ्ग गलेको छ। तिमीले त शब्द छाम्यौ चिसो छ भनेर फर्किगयौ। मुटु छामेको भए थाहा पाउँथ्यौ कत्रो आगो बलेको छ। मुटु छामेको भए थाहा पाउँथ्यौ। नमस्कार, यो पाना हो। यो चिसो बढ्दै गइरहेको मङ्सिरको अन्तिम महिनातिर कतै बिहे घरहरूमा रमाइरहनु भएको तपाईँ, कतै घर पर रमाइरहनु भएको तपाईँ, कतै आफ्नै प्रेमिकाको घरमा कोही माग्न आएको छ भन्ने खबर फोनमा सुनिरहनु भएको तपाईँ, कतै त्यो प्रयासलाई असफल गराउँ भन्ने सरजाममा जुट्नु भएको तपाईँ, घर जोडिरहनु भएको तपाईँ, सम्बन्ध तोडिरहनु भएको तपाईँ, सबैलाई नमस्कार। यो पाना हो। आज पनि उसै गरी आइपुगेको छु एउटा कविता लिएर। कविता सुनिरहँदा तपाईँलाई यो कविताको शीर्षक जे हुनुपर्छ जस्तो लाग्छ त्यो यो भिडियोको कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्न सक्नुहुन्छ। कविताको शीर्षक म कविताको अन्त्यतिर गएर मात्र सुनाउनेछु। कविता म सुरु गर्छु। जुन मान्छे आकाश हो, तारा हो, त्यही मान्छे किचलो कसरी लाग्न सक्छ। एउटा आकाश, एउटा ऐना, एउटा जुन अनि एउटा उनी फितलो कसरी लाग्न सक्छ।
हुन त जुन स्टिकर देखेर टी सर्ट मन पराइन्छ, पुरानो भएपछि त्यही स्टिकरले टी सर्टलाई कुरूप बनाएको आभास हुन्छ। नयाँ परिवेश र पुरानो प्रेममा कहाँ बराबर मिठास हुन्छ। बाटो खोजिरहेको यात्रीलाई गन्तव्य दिलाउन सक्दैन, मलाई याद हुनु पर्थ्यो। बाटो खोजिरहेकै यात्रीलाई गन्तव्य दिलाउन सक्दैन, मलाई याद हुनु पर्थ्यो। उही मान्छे उस्तै प्रेम सधैँ खास हुन सक्दैन, मलाई याद हुनु पर्थ्यो। छुट्ने र छुट्टिनेमा भन न कसलाई बढी पश्चाताप लाग्छ? छुट्ने र छुट्टिनेमा भन न कसलाई बढी पश्चाताप लाग्छ? तिमीले सधैँ भन्थ्यौ कि मलाई छोडिस् भने त तँलाई पाप लाग्छ। तिमी आफै भन अब कसलाई मेरो आँसुको सराप लाग्छ? म खबर गर्छु भनेपछि तिमीले म कुरिबसे। न तिमी आयौ न तिम्रो खबर नै म कहाँ आइपुग्यो। म खबर गर्छु भनेपछि तिमीले म कुरिबसे। न तिमी आयौ न तिम्रो खबर नै म कहाँ आइपुग्यो। बरु छुट्टिनु पर्ने खबर बोकेर कालो सगर म कहाँ आइपुग्यो। काटिएको आधी मुटुमाथि ढुङ्गा राखेर मैले तिमीलाई बिदाई दिएको हुँ। काटिएको आधी मुटुमाथि ढुङ्गा राखेर मैले तिमीलाई बिदाई दिएको हुँ। मनभारी आँखा हलुङ्गा राखेर मैले तिमीलाई बिदाई दिएको हुँ। हाम्रो सम्बन्धको चुलोमा आगो फुक्दा फुक्दै म कहिले निभेछु मैले थाहै पाइन। हाम्रो सम्बन्धको चुलोमा आगो फुक्दा फुक्दै म कहिले निभेछु मैले थाहै पाइन। तिमीलाई झरीको ओत दिँदा दिँदै म कहिले भिजेछु मैले थाहै पाइन। हुन त झकिझकाउ झलमल्लमा रुमल्लिएकी तिमीलाई अँध्यारोको ज्ञान हुन्न होला। हुन त झकिझकाउ झलमल्लमा रुमल्लिएकी तिमीलाई अँध्यारोको ज्ञान हुन्न होला। वेगमा कुद्ने हावालाई अडिएको रुखको ध्यान हुन्न होला। आत्मा मरेको के मृत्यु, ज्यान मरे पो बोक्न चार काँध लाग्छ। आत्मा मरेको के मृत्यु, ज्यान मरे पो बोक्न चार काँध लाग्छ। तिमीले सधैँ भन्थ्यौ कि मलाई छोडिस् भने त तँलाई पाप लाग्छ। तिमी आफै भन अब कसलाई मेरो आँसुको सराप लाग्छ? मसँग त खैर तिमीले मात्र होइन, देउताले नि एक थरी झेल्ली गर्न भ्याएकै हुन् क्यारे। मसँग त खैर तिमीले मात्र होइन, देउताले नि एक थरी झेल्ली गर्न भ्याएकै हुन् क्यारे। नत्र वरदान माग्दा मैले मन्दिरमा तिमीलाई भित्राएकै हुँ क्यारे। कसैले माया कहाँ छ सोध्यो भने म त तिम्रो अँगालोको ठेगाना दिउँ कि जस्तै लाग्छ। कसैले माया कहाँ छ सोध्यो भने म त तिम्रो अँगालोको ठेगाना दिउँ कि जस्तै लाग्छ। कसैले तिम्रो माया कहाँ छ भनेर सोध्यो भने तिमीले छुरा रोप्ने निशाना दिउँ कि जस्तै लाग्छ। चोट अचेल चोट जस्तो छैन, उता बसेको छ एउटा खत जस्तै बनेर। चोट अचेल चोट जस्तो छैन, उता बसेको छ एउटा खत जस्तै बनेर। दुखिरहनु पर्ने बल्झिरहनु पर्ने, उता बसेको छ एउटा लत जस्तै बनेर। कहिलेकाहीँ त सपनीमा आइपुग्ने तिमी साँच्चै बनेर आइदिए नि हुने। कहिलेकाहीँ त सपनीमा आइपुग्ने तिमी साँच्चै बनेर आइदिए नि हुने। फगत नै सही, झुट्टाइ नै सही, एकपटक त प्रीत लाइदिए नि हुने। के थाहा रोकिनलाई तिमीले पनि एउटा न्यु पाइहाल्छौ कि त। के थाहा रोकिनलाई तिमीले पनि एउटा न्यु
पाइहाल्छौ कि त केही कदम सँगै हिँडौ आऊ भनेर मेरो हात समाइहाल्छौ कि त। यो प्रेमको लडाईँ हो। यहाँ न त कुनै बलजफ्ती लाग्छ न त कुनै करकाप लाग्छ। यो प्रेमको लडाईँ हो। यहाँ न त कुनै बलजफ्ती लाग्छ न त कुनै करकाप लाग्छ। तिमीले सधैँ भन्थ्यौ कि मलाई छोडिस् भने त तँलाई पाप लाग्छ। तिमी आफै भन, अब कसलाई मेरो आँसुको सराप लाग्छ। माया मुटुले लगाएको, प्रस्ताव ओठले राखेको, आँखाको के दोष थियो र? माया मुटुले लगाएको, प्रस्ताव ओठले राखेको, आँखाको के दोष थियो र? एउटा प्रेम छोडेर अर्को प्रेम जोडेर मेरो प्रेममा के अफसोस थियो र? सपना देख्ने आँखाहरूले बर्सिन थालेदेखि म एक्लिएको हुँ। सपना देख्ने आँखाहरूले बर्सिन थालेदेखि म एक्लिएको हुँ। सम्बन्ध भन्ना साथ म तर्सिन थालेदेखि म एक्लिएको हुँ। फर्किन चाहँदैनौ थाहा छ, फर्काउने प्रयास गरिरहेको पनि छैन। फर्किन चाहँदैनौ थाहा छ, फर्काउने प्रयास गरिरहेको पनि छैन। एक्लै बाँच्न जान्दिन, कसैसँग जिउने अभ्यास गरिरहेको पनि छैन। आखिरमै सही हामीले टाढिने विचार गरेकै बेलाबाट, आखिरमै सही हामीले टाढिने विचार गरेकै बेलाबाट हामीले अलग्गिने निर्णय गर्यौं यो मायाको खेलाबाट। टाढा भए नि तिमीलाई म सधैँ माया गरिरहँला। टाढा भए नि तिमीलाई म सधैँ माया गरिरहँला। झुटमुटमै सही आफ्नै ठाउँमा रही म सधैँ माया गरिरहँला। पराईलाई पो माया सधैँ गर्न मिल्छ, आफ्नोलाई माया गर्न त हामथाप लाग्छ। पराईलाई पो माया सधैँ गर्न मिल्छ, आफ्नोलाई माया गर्न त हामथाप लाग्छ। तिमीले सधैँ भन्थ्यौ कि मलाई छोडिस् भने त तँलाई पाप लाग्छ। अब आफै भन, कसलाई मेरो आँसुको सराप लाग्छ। एउटा मान्छे आकाश हो, तारा हो, त्यही मान्छे किचलो कसरी लाग्न सक्छ? एउटा आकाश, एउटा ऐना, एउटा जुन र एउटा उनी फितलो कसरी लाग्न सक्छ? धन्यवाद। यो कविताको नाम थियो प्रयास। तपाईले आकलन गर्नुभएको शीर्षक र मैले राखेको शीर्षक कति फरक थियो? कमेन्ट बक्समा त्यो पनि कमेन्ट गर्न सक्नुहुन्छ। यतिन्जेल यो कविता सुनिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। हामी फेरि पुनः अर्को एउटा नयाँ कवितामा भेटुनेछौँ। त्यतिन्जेलसम्मको लागि मलाई पनि बिदाई दिनुहोस्। पाना सुन्दै गर्नुहोला। धन्यवाद, नमस्कार, शुभरात्रि, जय नेपाल।